आदरणीय दर्शक नमस्कार। यतिखेर हामी चितवन क्षेत्र नम्बर 3 मा छौँ। चितवन क्षेत्र नम्बर 3 मा चुनावी सरगर्मी एकदमै बढिरहेको अवस्था छ। यसै बीचमा चितवन क्षेत्र नम्बर 3 का मतदाता सूर्यप्रसाद घिमिरे हामीमा हुनुहुन्छ र उहाँले आफूले गर्नुभएको अनुमान हामीलाई सुनाउन जाँदै हुनुहुन्छ। त्यो अनुमान समानुपातिक र प्रत्यक्ष दुवैतर्फ उहाँले अनुमान गरेर हामीलाई सुनाउनुहुनेछ र यस भिडियोलाई हामीले युट्युबमा अपलोड पनि गर्नेछौँ र चुनावी अन्तिम नतिजा आइसकेपछि सूर्यप्रसाद घिमिरेको त्यो अनुमान मिल्छ या मिल्दैन हामी त्यसमा पनि आन्दोलन गर्नेछौँ। यतिखेर हामी सूर्यप्रसाद घिमिरेसँग कुरा गर्न जाँदैछौँ। योचोटि मेरो विश्लेषण चाहिँ के हो भने नेपाली काङ्ग्रेस यसभन्दा अगाडिको पहिलो दल संसदको योचोटि चाहिँ प्रत्यक्ष र समानुपातिक गरेर 2082 को यो फागुन 21 गते चुनावको चाहिँ प्रत्यक्ष र समानुपातिक गरेर टोटलमा म्याक्सिमम धेरै ल्याएछ भने 50 सिट ल्याउँछ। नेपाली नेकपा एमाले म्याक्सिमम धेरै ल्याएछ भने समानुपातिक र प्रत्यक्ष गरेर मेरो आकलन म्याक्सिमम धेरै ल्याएछ भने 45 सिट लिएर आउँछ नेकपा एमाले र त्यस पछाडि रह्यो हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र टाढाटुली बाटुली भएर जोडिएको पार्टी नेपाली कम्युनिस्ट पार्टीले चाहिँ धेरैमा त्यही 15-16 सिट ल्याउँछ प्रत्यक्ष र समानुपातिक गरेर 15-15, 16-16 सिट ल्याउँछ दुईटाले गरेर चाहिँ भन्दाखेरि चाहिँ एउटाको भागा 15 दुईटाले गरेर 30-32 सिट ल्याउँछ प्रजातन्त्र पार्टी र उसले नेपाली कम्युनिस्ट पार्टीले। अनि त्यसपछि रह्यो स्वतन्त्र पार्टीले यसचोटि मलाई लाग्छ करिब यो 140 को एराउन्डमा लिएर आउँछ, बहुमतको सरकार बनाउँछ भन्ने लाग्छ रासोपाले समानुपातिक र प्रत्यक्ष गरेर। अनि गयो अब यी मधेसवादी दलहरू अनि गएर यी स्वतन्त्र जति उठेका छन् अनि हर्क साम्पाङको माटो पार्टी यिनीहरूले त त्यही हर्क साम्पाङले ल्याउने त्यही एकै सिट हो, धेरै ल्याउँदैन। अनि यता समानुपातिकमा थ्रेसहोल्ड कटाउँदैन, हर्कले कटाउँदैन थ्रेसहोल्ड। अनि यतापट्टि हाम्रो कुलमान घिसिङको पार्टी घिसिङले त म्याक्सिमम धेरै ल्यायो भने एकै हो, त्यो पनि छैन, उसले पनि थ्रेसहोल्ड केही कटाउँदैन। अनि हाम्रो महावीरपुनहरू जस्तो हाम्रो स्वतन्त्र उम्मेदवारहरू र मधेसवादी दल गरेर यिनीहरूले चाहिँ कति ल्याउँछन् भन्दाखेरि 20 को एराउन्डमा आउँछ, 20 सिटको एराउन्डमा आउँछ, 15 देखि 20 को एराउन्ड। अनि मधेसवादी दलमा चाहिँ कसले जित्न सक्छ त? को छ त त्यस्तो मधेसमैबाट जित्न सक्ने? होइन, मधेसवादी दलहरूमा त अब सीके राउत नेतृत्वको जनमत होइन, जनमत पार्टी, अनि अर्को छ नागरिक उन्मुक्ति पार्टी छ होइन, त्यो त गाविसक्यो रेशम चौधरी नेतृत्वको। अनि फेरि यतापट्टि रञ्जिता श्रेष्ठको पार्टी त उता पर्लोपासँग गाभिएको हो नि त। पर्लोपाहरू यी छन्, जस यी मधेसवादी जतिसुकै दल छन् मधेसवादी दल प्लस स्वतन्त्र यिनीहरू गरेर चाहिँ 15 देखि 20 को एराउन्ड मलाई लाग्छ। त्यही नै हो मेरो यसचोटिको विश्लेषण चाहिँ। तर रासोपाले यसचोटि बहुमतको सरकार, स्पष्ट बहुमतको सरकार चाहिँ बनाउँछ भन्ने लाग्छ।